वेलकम गाइज, फेरि पनि स्वागत छ मेरो घन्टे ब्लगमा। आज पनि फेरि म पुनः फेरि पनि एउटा सानो मिनी ब्लग लिएर आइसकेका छौँ भने आज चाहिँ हामी बुकारेस्टको टिटान भन्ने सिटीमा जाँदैछौँ। त्यहाँ चाहिँ हाम्रो भलिबल गेम भइरहेछ नेपालीहरूको र त्यही भलिबल गेम हेर्नलाई चाहिँ गएको कस्तो रहेछ त यहाँको पनि यसो माहौल बुझिदिउँ भनेर है। सो गाइज, वेलकम छ सबैजनालाई टिटान खेल मैदानमा है। आज त्यहीँ जाने भेटघाट गर्ने को अब यता फुटबल पनि चलिरहेछ यहाँ हाम्रो होस्टेल छेउमा। त्यहाँ चाहिँ जान पाएकै छैन, अब टाइमै भएन। सायद भोलि होला फाइनल, यदि समयले साथ दिएछ भने त्यहाँ पनि भोलि जानेछौँ। तर सायद हाम्रो ड्युटी भएकोले त्यहाँ चाहिँ जान पाइँदैन होला। र सबैलाई टिटानमा स्वागत छ र हामी त्यहीँ भेट्नेछौँ र त्यहीँ रमाइलो गर्नेछौँ। ओके बाई। ल फाइनली गाइज, हामी चाहिँ यो टिटानको नजिकै आइसकेका छौँ। हाम्रो सबै नेपाली टोलीहरू छन् है। ठुलो गेम हेर्न गइरहेछ, पछाडिबाट नै आउँदै हुनुहुन्छ टोलीहरू। हाम्रो ठुलो टोली छ आज, सबै नेपालीको जमघट भेट भनेको आज टिटानको पार्कमा हुन्छ है। हामी चाहिँ यो निकोलोई भन्ने स्टेसनमा हो। अब यहाँबाट चाहिँ लगभग 5-10 मिनट हिँडेपछि चाहिँ टिटान पार्क पुगिन्छ, भलिबल खेल्ने ठाउँ। ल फाइनली गाइज, हामी चाहिँ भलिबल गेम भएको ठाउँमा आइपुगिसक्यौँ है। यस्तै रहेछ, यी सबै नेपालीहरू छन्, रोइला छ साथीहरू यस्तै रहेछन्। यही खेलाडीहरू छन्, कोही खेलाडी बिना खेलाडीकाहरू पनि होलान्, कोही प्रेम जोडीहरू होलान् यो ठाउँमा होइन। कसको श्रीमतीहरू बुढाहरू छ भने भागौँ है भनेर भन्नुपर्ने होला भन्छ। ल भलिबल गेम चाहिँ यहीँ हुने रहेछ गाइजहरू है, यही रहेछ। अब यहाँ भलिबल गेम हुँदैछ, तर हेर्ने ठाउँ त कस्तो रहेछ यार, मजाले हेर्नै नपाउने रहेछ त यार। स्टेडियम त राम्रै हो, तर हेर्ने ठाउँ चाहिँ राम्रो रहन्छ। ल यस्तै छ गाइस, यो चाहिँ रोमानियाको भलिबल गेम चलिरहेछ यहाँ है। लगभग 24-25 टिम कति होला, सबै खेलाडी मित्रहरू यहाँ प्र्याक्टिस गर्दैछन्। अब यस्तै रहेछ। अब यहाँ कसको श्रीमान श्रीमतीहरू छ भने भाग्नु होला, म त केही जान्दिनँ है। ल गाइजहरू, अब चाहिँ यहाँ महिलाहरूको भलिबल गेम भइरहेछ अरे, यो फाइनल अरे है। अब हेर्नुपर्छ ज्याम छोरी मान्छेहरूको गेम। रोमानियामा पहिलोचोटि महिला भलिबल गेम भइरहेछ। ट्याक्क हाम्रो चेलीहरू यहाँ रेडी भइरहेका छन्। अब हेरौँ कसरी खेल्दो रहेछ। बल कटेन है, बल कटेन, बियर खाएर आउनुपर्छ। बल कटाउनलाई बियर खानुपर्छ, यहाँ त हुँदैन बल नभए कट्दैन। ए टिमको ए छ भने बी टिमको 0। ल यो चाहिँ भेरी नाइस है। ल गयो 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 गयो। ल यो अलिक इन्ट्रेस्टिङ भएन, यो गेम इन्ट्रेस्टिङ नहुने भयो। ला भेरी गुड, भेरी गुड। बी टिमले फेरि नम्बर खोज्यो। बी टिम स्कोर 1-2। लो भेरी गुड, भेरी गुड, भेरी नाइस। भएन भएन, बाङ्गे लाग्यो। फेरि नम्बर थपेको छ, यो हात नम्बर स्कोर 2-2। हात नम्बर। लु भेरी गुड, बल सिधै नेट मुनि। नम्बर 8 टिम। खोइ यो त मजा आएन त, मजा आएन। ल है बराई हो, यो चाहिँ नाइस हो, नाइस। ढिँडो धेर भयो, ढिँडो धेर खाएर आएछ। लो लोड्यो लोड्यो, खोइ मजा भएन त यार, सर्भिस मात्रै भयो त यार। बी टिम 4 टिम 1-3। नाइस है, नाइस। स्कोर 4-4 भएन हो, के भयो हो। यो सानी नानी खतरा खेल्दिरहेछन् है। ल
अहो सर्भिसले त अनि पुग्लुकै लडाइ नि त हौ। Team 1. लडे 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 B team number screw 8, screw 6, 8. ल्यायो 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 ल ल कटायो कटायो नाइटो चुडिने गरी ल ठोक्यो ठोक्यो नेट मुनिबाट ठोक्यो घुत्रुकै लड्नु भयो Team B, जमिनै हल्डिन्छ कि लड्दा पनि फेरि screw गाह्रो छ हौ 7, 9. नाइस ओ आउट गयो धन्न ओके जोस चाहिँ ल्याउँदैछन् है 1, 10, 7, screw 10, 7. ल ल ल कटायो कटायो ओ भेरी गुड भेरी गुड भेरी गुड Very nice. अह भएन कटाउनु लाऊ फुत्लुक फुत्लुक Screw 13, 7. लो नाइस ओ ओ यतिको गऱ्यो भने चाहिँ जित्छ हौ ल नाइस 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 सर्ट नाइस हान्दियो यार फेरि उतै उठायो ल ओ ए अनि खतरा सड्काउँदिरहेछ नि त 3 नम्बरले त नि 14, 7. सर्ट सड्काउने रहेछ नि त यहाँ लाइभमा बसेको कटायो कटायो भेरी गुड हो सिके सिके ओ नाइस Team A 15, Team B 7. लुइ 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 बी त झऱ्यो है तल Team 1 15, Team B 7. कतिखेर 1 हुन्छ कतिखेर B हुन्छ लो भेरी गुड ओ यतिको दियो भने चाहिँ खायो 500 खायो ल ल ओ यतिको गर्नु पर्यो के ओ ले 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 ओ भेरी गुड आउट से खायो 500 खायो नेपालले हान्दो रहेछ बरु यार हो उता पनि राम्रै छ है नेपालीहरू हो झन्डै राइट भयो थियो खायो 500 लडे 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 तर सर्भिस त खतरा दिएको बुइनीले Screw 21, 8. Team A 21, Team B 8. हो दामी हान्दो रहेछ त यार हो 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 ल ल ल ल ल दामी 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 हो हान्यो हान्यो दामी ल्यायो ल्यायो ल भेरी गुड अब उसले थाहा पाइ ठोक्यो ल ल ल ल फेरि दामी थियो नि के गर्नु आउनु छिरिसक्यो त्यो एकछिन चाहिँ राम्रो भयो केले नेपालमा कति हेरे यार गयो नि यार आपने आप समझ गलत लगाएको Team B 8. कति हेरे नम्बर कति भयो हेरे ज्योति ल ल्याउ 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 हो कट्टा भेरी गुड ल दामी 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 उठायो थुक गर यार थुक गर यार ल ल मिलाएर मिलाएर नाइस नाइस ल ल ल फेरि फेरि नाइस ओ ल्यायो ल्यायो कुद्नु पर्थ्यो नि त यार हो 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 यस्तो हो क्या कटा कटा गरेर चाहिँ आत्तिहाल्छ नि अब उसले हानिहाल्छ ओ कटा 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 भेरी गुड ओ ठोकिहाल्दो रहेछ उसले अनि के
सक्ने भो ओ तान लो अब मिलाएर ठोक हो भेरी गुड अब ठोकिको नि भएन ल भेरी गुड 1 नम्बर ल्याए यिनी नानीले राम्रो खेल्छिन् है हो होइन राम्रो खेल्दो रहेछ उसले ल ए चेरिका कटाउ है नानी हो भाषा नबुझे पनि ओ भेरी गुड हामी हेरेकै भो खतरा रहेछ उ त खेलाडी नै रहेछ अनि यो 8 नम्बर र 3 नम्बर त नि ओ छुट्टी चाहिँ के छ यो 8 नम्बर 3 नम्बर नेपाली यो बहिनी नेपाली रहेछ भोलि छुट्टी चाहिँ के छ यो अहिले बल रिसिभ गर्ने नेपाली नै रहेछ ओ ल तान्यो हो कटाउ भेरी गुड अनि राम्रो सट हान्दो रहेछ के म्याच सकिँदैन लो त फुटबल पनि चलिरहेको रहेछ गाह्रो छ 500 रुपियाँ खान त दुईटाले त मजाले सड्काइहाल्दो रहेछ नि फिलिपिन्स 8-9 बिचारा यो नेपाली त राम्रो खेल्ने हो नि यो रोमानियन केटी पनि ऐसे खेल्दो रहेछ है कहाँको त त्यो फिलिपिनी हो र त्यो राम्रो खेल्छ यिनीहरू हो यो आमाइले पनि राम्रो खेल्दो रहेछ हौ हो अब सड्काउँछ होला है हो लड्यो नम्बर बल फिलिपिन्स 9-10 फिलिपिन्स भन्छ त दुईटै फिलिपिन्स टिम हो कि क्या हो नेट पनि अलि हुन्छ धेरै उँचो बनाएको ल भएन नि हौ बहिनी हो अब सड्काइहाल्छ त्यो ल गरेर हुन्छ त अब यही भने बुझ्छ नि कि उकाला सिसामा भन्छ हो भेरी गुड ल आमाले बिगार्यो ल हो फिलिपिन्स 14-15 ल कम्पिटिसन छ 14-15 मात्र 14-15 लु ल अब ठोक्छ हो अब सड्काइहाल्यो ल दामी आउट छुइदियो ल ल्यायो ओ कटेन एक टेरिका यो दुईजनाले राम्रो खेलेन यार सोलुखुम्बु 17-16 त्यसपछिको खेल नमस्ते नेपाल भर्सेस धादिङ बिच हुँदैछ ल नाइस हान्दियो सम्पूर्ण खेलाडी साथीहरू गयो सकेन नम्बर बल 17-12 हो भेरी गुड अझै अग्लो फाल्दियो भने आँखाले देख्दैन हो हो अब पड्काइहाल्छ सोलुखुम्बु 18-12 18
एलिसाले ठोकी गयो सोलुखुम्बुबाट जर्सी नम्बर 3 बल आउट नाइस 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 हो ओ आउट हान्यो बल आउट नम्बर बल सोलुखुम्बु 2090 मिस्कर हो भेरी गुड खोइ त किन नम्बर सोलुखुम्बु 21 Ball out, number ball 21, 22. सर्भिस हान्नु छ आन्टी स्याबास आन्टी आछुसा गलासा बा ल ल खायो 500 रुपैयाँ खायो सोलुखुम्बुले पहिलो स्थान हासिल गर्न सफल भएको छ ल कङ्ग्रेचुलेसन 500 जितेकोमा टिम सोलुखुम्बुलाई थप बताएर